नमस्कार। तपाईँको नाम? मेरो नाम फुलमाया दर्जी हो। कहाँ बस्नु हुनुहुन्छ तपाईँ? निरपानी। के भएको थियो तपाईँको? किडनीको प्रब्लम भएर निकै सिरियसै थियो बिमारी। अहिले अलिक राम्रो भएको छ। अहिले राम्रो भएको थियो? अगाडि चल्नु सक्दैथ्यो क्या? सक्दैन थियो, पुरा कमजोर थियो। पुरा कमजोरी थियो। डक्टर के भनेको थियो? डायलिसिस गर्नु भनेको थियो डक्टर। डायलिसिस गर्नु भनेको थियो। अहिले तपाईँको हालत? अहिले धेरै राम्रो छ। अहिले सबै काम गर्नुहुन्छ? म सक्छु काम गर्नु, तर लाउँदैन मलाई काम गर्नु त्यस्तो। काम गर्नु तपाईँ चल्नु फिर्नुको लागि कसैलाई जरुरत छैन, त्यही त? त्यही। अनि कति दिन भयो यहाँ ट्रिटमेन्ट लियो? अब 22 तारिक 3 महिना हुन्छ। 22 तारिक 3 महिना। फेरि 3 महिनामा त 1 महिना 2 दिन पछाडि आउँछ। हप्तामा 2 दिन आउँछ अहिले? हप्तामा 2 दिन आउँछ। अगाडि 1 महिना 1.5 महिना कन्टिन्यू गर्यो। कन्टिन्यू आयो। 1.5 महिना कन्टिन्यू आयो, फेरि हप्तामा 2 दिन गरेर। त अहिले ठिकठाक न सबै? ठिक छ। तपाईँको के पेसाब पनि बन्द थियो अगाडि? अहिले पेसाब हुँदैछ? अहिले राम्रो पेसाब हुँदैछ नि? किडनी पनि कम्ती भयो? किडनी पनि कम्ती भयो। ठिक छ, थ्याङ्क यू आन्टी।